सबैलाई नमस्कार। मैले मोबाइलबाट कसरी जिमेल एकाउन्ट बनाउने त्यो बारेमा हजुरहरूलाई सिकाउन गइरहेको छु। ल अब म सुरु गर्छु है। त मैले स्क्रिन रेकर्ड गरेर देखाउँदैछु है। ल मैले मिनिमाइज गरेँ। यो चाहिँ सबभन्दा पहिला म सेटिङमा लैजान्छु है। मोबाइलको सेटिङ आयो। त्यसपछि फेरि एकाउन्टमा जानु पर्यो। एकाउन्टमा गयो। एड एकाउन्ट अनि गुगल मेरो पासवर्ड हाने। हाल म अहिले घरमै छु। सुत्ने बेला भइसकेको छ। तैपनि मैले चाहिँ जिमेल एकाउन्ट बनाउन कसरी भनेर अरूलाई सिकाउन खोज्दैछु। खासरी यो भिडियो सानो विद्यार्थीहरूको लागि हो। सबैले जान्दाखेरि राम्रो हुन्छ। यस्तो गरे डे जे राख्दा नि हुन्छ। तर सकेसम्म आफ्नै राख्नु पर्यो। यो मैले अरूकै राख्ने गरेछु सिकाउने बेलामा। यो मेरो आफ्नो होइन। नेक्स्ट युजर नेममा चाहिँ आफ्नो मोबाइल नम्बर राख्ने गर्छु मैले। त्यसपछि कुनै एउटा नाम, नाम जे राख्दा पनि हुन्छ। यो पछि आफ्नो अक्षर राखे यास मात्र राखे नि भयो, अथवा जे राख्दा नि भयो। आफूलाई के सजिलो लाग्छ, नमस्ते, यो नमस्तेको सिम भएको भएर, अथवा एनटिसी, अथवा आफ्नो मोबाइल नम्बर। त्यसपछि चाहिँ आफ्नो नाम। मैले आफ्नो नाम राखिसकेको छु। यास पनि राखिसकेको छु। नमस्ते पनि राखिसकेको छु। के राख्ने त? यस। ल यो सिक्लाइको लागि भएको भएर ल अब नेक्स्ट गरिदिउँ है त। पासवर्ड चाहिँ जे राख्दा नि हुन्छ। मैले पासवर्डै राख्छु के है। यो सिकाउनको लागि हो। पासवर्ड @ 123। नेक्स्ट गरौँ है त। यहाँ थियौँ। नेट अलि स्लो हुन्छ। ल आई एग्री। भइरहेको छ है। यो अहिले मैले जे काम गर्दैछु, स्क्रिन रेकर्ड गरेको छु नि, मैले यो एक्स रेकर्डरबाट गरेको हो। मैले यसको चाहिँ यो खोजी गरेको चाहिँ च्याटजिपिटीबाट नै हो। यो स्क्रिन रेकर्डर कस्तो खालकोबाट गर्दाखेरि सजिलो हुन्छ भनेर यहाँ भिडियो पनि आउने, आफ्नो भिडियो अघिल्तिरपट्टि।
ठ्याक्क देखिने यस्तो आएको छ है गुगल सर्भिसेस अनि यस्तो आउँदैछ हुँदैछ है यहाँ ल भइसक्यो जस्तो छ है खोलेको आइडी मेरो यो चाहिँ हो है हेऱ्यो खै यस कि यस यस ल यसलाई मैले सिङ्क्रोनाइज गर्नुपर्ने हुन्छ एकछिन टाइम लाग्न सक्छ अब यो हुँदै गर्छ यतापट्टि अब ब्याक गर्छु र फेरि गुगल एकाउन्टमा जान्छु गुगल सेटिङमा जान्छु यसमा चाहिँ मोबाइल नम्बर हाल्ने विचार गरेको छु ताकि पछि पासवर्ड बिर्सियो भने त्यसले काम गरोस् कि ल अल सर्भिसमा गएँ है त्यसपछि कहाँ जानु पर्यो भने मैले यो धेरैचोटि गरिसकेँ भेरिफिकेसन सायद यो फोन नम्बर भेरिफिकेसनबाटै भन्न सक्छ फोन नम्बर भेरिफिकेसन यहाँ हुन्छ है त अब एकाउन्ट सेटिङमा जाने एकाउन्ट सेटिङमा कुन चाहिँ हो त है मैले गरेको गर्न खोजेको हेऱ्यो चाहिँ है हुँदैछ 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 खोलिँदैछ यहाँ अलि नेट पनि स्लो हुन्छ कि लिन त नेट त 100 MBPS हो ओ लिङ्क हो युआर अफलाइन भनेर देखायो हेर्नु अहिले नेट गयो यहाँ मेरो मोबाइलमा यस्तो हुनु राम्रो हो त यो मोबाइल टिपाउनु पर्यो है त फेरि आउनु लाग्छ है यो ओल्डिङ पनि अलिक काम छैन कि फेरि अब सुरुबाटै जानु पर्यो एकाउन्ट सेटिङ यो चाहिँ अहिले मेरो अहिले गरेको हुँदैछ नेट अलिक स्लो भएको भएर हुनसक्छ use your phone number for account recovery so that you can get account security alerts and reset your password if you forget it भनेको छ यदि तपाईले पासवर्ड बिर्सिनु भयो भने यो फोन नम्बरले काम गर्छ त्यसैले मैले एड न्यू गरेँ है त एड न्यू गर्छु फेरि पासवर्ड हान्न भनेर भने पासवर्ड चाहिँ अहिले हानिसकेको हो फेरि भन्यो पासवर्ड @ 1 2 3 ल अब चाहिँ पासवर्ड मिलेपछि पक्कै हुन्छ ल एड नाउ ल अब आफ्नो फोन नम्बर हाल्ने ल फोन नम्बर हाल्दैछु 9846083621 ल अब नेक्स्ट गर्ने गेट कोड
अब चाहिँ मोबाइलमा कोड आउँछ। अब एसएमएस मार्फत आउँछ यो कोड। मैले अहिले भर्खर पनि अर्को आइडी बनाएको थिएँ यो भिडियो गर्नको लागि। कोड दिनै मानेन त। कोड दिनै मानेन। आयो खोइ कोड रहेछ 297375 हुनुपर्छ है यो 297375। ल ओटिपी कोड भन्छ यसलाई। ओटिपी भनेको वान टाइम पासवर्ड। ए भएन छ यो त पुरानो कोड हानेछु कि हो। यो रहेछ कि 4993। ल भएछ है। ल भइसक्यो। You may have added phone numbers that aren't listed here. A phone number you to listed go that service. के भएछ यो फोटो अलि सानो गर्न खोजेको कता गयो। अलि सानो के use another number। यो अलि सानो किन भएन। kasi यो फोटो ठुलो आयो मेरो। यसले गर्दा नि यो अलिक च्याउ भयो कि। ल भेरिफाई भइसक्यो है। ल भेरिफाई भइसक्यो। यति भइसकेपछि मेरो फोन नम्बरले काम गरिसक्यो। यो इमेल आइडी पनि पक्का भइसक्यो। यो मेरो फोटो ठुलो आयो। यसमा सानो गर्ने तरिका
कहीँ छैन त। ब्राइट डार्क छैन, कतै नि छैन। यो फोटो फालिदिउँ है त। अब यहाँ भयो कि भएन, यसले काम गरेन, यहाँ नै मिल्छ ल। जिमीले कन्भर्ट भयो है। यो अहिले साइन्स भन्ने एकाउन्ट खोलिरहेछ मेरो। अहिलेको एकाउन्ट चाहिँ हेऱ्यो चाहिँ हो, चल्दैछ। खोलिँदैछम्म फेरि त अहिलेको भिडियो लिएर आउँ है त। फेरि आयो त, ठुलो आयो के। ल यो भइसकेछ। यसले काम गर्न सुरु गरिसकेछ। अब यसो गरेर कम्पोज गर्ने। अब हामीले मेल पठाउन सकिन्छ। ल जस्तो अब 83621 sudersh@gmail.com। ल सब्जेक्ट पासवर्ड, पासवर्ड @123। ल अब यसलाई रोकिदिउँ भयो होइन।